त्यो जुन समस्याहरूलाई चाहिँ भुल्यो भनेदेखिलाई त्यो हराउँछ भन्ने भ्रम, तर भुलेर चाहिँ कहिले पनि हराउँदैन। अनि भगवान बुद्धले जुन धर्मदेशमा गर्नुभयो त्यसको प्रमुख कारण चाहिँ हाम्रो समस्याहरूबाट हामी कसरी निजात पाउने, हामी ती समस्याहरूलाई कसरी इन्काउन्टर गर्ने, ती समस्याहरूसँग कसरी जोगाजोग गर्ने। एउटा कुरो याद गर्नु, समस्याबाट भागेर चाहिँ समस्या कहिले पनि हल हुँदैन। जबसम्म समस्यालाई चिन्दैन बुझ्दैन तबसम्म समस्या हल हुँदैन। त्यसैले हाम्रो जीवनको सुख र दुःख भन्छ नि, घाम छाया भन्छ नि, वास्तवमा जीवन चाहिँ मेरो हिसाबले हो भने जान्यो भने सुखै सुख हो, जानेन भने दुखै दुःख हो। त्यो घाम छाया भनेको चाहिँ साहित्यिक व्यक्तिहरूको कल्पना। जान्यो भने सुखै सुख, जानेन भने दुखै दुःख। अब जान्नु र नजान्नु चाहिँ आफ्नो हातमा छ। आफूले जान्नुप्रति प्रयास गर्छ कि गर्दैन, कोसिस गर्छ कि गर्दैन। मैले भने नि भुइँ फुटुवा हुँदैन, कुनै पनि व्यक्ति आफै जान्ने हुँदैन। जान्नुको लागि चाहिँ एउटा सिस्टममा प्रवेश गर्नुपर्छ। त्यो सिस्टम चाहिँ के रहेछ भनेदेखिलाई थेपा साम्पा गोम्पा अर्थात् श्रवण चिन्तन मनन ध्यान, यो चाहिँ प्रक्रिया हो। अब यो प्रक्रियाबाट नगुज्रिकन साँच्चै नै हामीमा ज्ञान भन्ने चाहिँ 1000 क्विन्टल बालुवालाई निचारेर तेल आउँछ भनेर सोच्नु, त्यहाँबाट कहिले पनि तेल पाउँदैन। त्यसैले अहिले जुन हामी श्रवणको प्रक्रियामा छौँ नि, यति बेला राम्ररी आफूले लाभ लिनुपर्छ। किनकि यस्तो कुरा हाम्रो समाजमा हुँदैन त। तपाईँले राम्ररी हेर्नुहोस्, समाजमा के कुरो हुन्छ भनेदेखिलाई फल्ना र ढिस्काको मात्रै कुरा हुन्छ। जबसम्म फल्ना र ढिस्काको कुराबाट हामीले फुर्सद पाउँदैन नि, आफ्नो कुरा कहिले पनि गर्दैन र त्यो फुर्सद पाउने पनि होइन। अब आफ्नो कुरा गर्ने चाहिँ यस्तै कार्यक्रममा हो। र त्यसैले गर्दा समस्या जान्यो भने जीवन सुखै सुख, जानेन भने दुखै दुःख। नाउ इट इज अप टु यु। अब तपाईँको हातमा छ, तपाईँले सुखै सुखलाई जीवनमा धारण गर्ने हो कि दुखै दुःखलाई धारण गर्ने हो। किन? जान्नु र नजान्नु चाहिँ आफ्नो हातमा छ। अब त्यो जान्नुको लागि हो भने चाहिँ अहिले जुन हामीले श्रवण भन्छ नि, लिसनिङ, एउटा भन्छ हियरिङ र लिसनिङमा फरक छ। हियरिङ सुन्नु मात्रै हो, लिसनिङ त्यो कुरोलाई बुझ्नु, सुनेर त्यो कुरोलाई बुझ्नु चाहिँ लिसनिङ। अनि श्रवण भनेको चाहिँ लिसनिङ भनेको। अनि यो सुन्दाखेरि चाहिँ ध्यानपूर्वक सुन्ने हो। र खास कुरा गर्नु है, सबैको जीवनमा सङ्घर्ष छ, त्यसमा कसैको क्वेसन छैन। वाट इफ बट भन्ने कसैको छैन। दोस्रोवटा दाँत देखायो भने पनि असुविस्ता चाहिँ सबैको छ, सबैको छ, त्यसमा कुनै दुई मत छैन। भगवान बुद्धले भन्नुभयो, म पनि त्यही असुविस्ताबाट नै गुज्रेँ र मैले सबै कुरोलाई त्यागेर, त्यो त्यागलाई चाहिँ महाविनिष्करण भनिन्छ। भनेको चाहिँ ग्रेट रिनाउन्सिएसन, महान त्याग। मैले सबै कुरो त्यागेर चाहिँ जब मैले ज्ञानको खोजीमा लागेँ, जब मैले सम्यक बुद्धि ज्ञान पाएँ, तब चाहिँ म छगन्नै भएँ। वास्तवमा दुःख चाहिँ कहाँ थिएछ?
अब हामीले सबैको उहाँले भन्नुभयो मलाई थाहा छ तिमीहरूको जीवनमा पनि दुःख छ, किन त्यही दुःखबाट म गुज्रेर चाहिँ परम ज्ञानको माध्यमबाट परम सुख मैले पाएँ। मलाई थाहा छ तिमीहरूको जीवनमा पनि दुःख छ, कारण त्यही दुःखबाट म पनि गुज्रिएको हो। अब त्यो दुःखलाई निमित्त